बुद्ध जन्म जयन्ती र उभौलीको हार्दिक मङ्गलमय शुभकामना। केवाचु भन्ने हुन्छ 10 कर्म 10 कुशल कर्म मध्ये जिउले गर्ने चाहिँ नि 3टा अनि वचनले बोल्ने चाहिँ नि 4वटा झुटो नबोल्नु, छुड्या नगर्नु, गाली बोली हुन्छ नि कटु वचन भन्छ त्यसलाई, बडा वचनहरूलाई ए बाबु भन्नु भने खोइ भनेपछि अनि त्यसले पनि के भनिहाल्छ हैन, हो त्यो कटु वचन भन्छ। सौल नेपाल गुम्बा दक्षिण कोरियाद्वारा 2569औं बुद्ध जन्म जयन्तीको पावन अवसरमा मे 11 तारिक आइतबार दोङदिमुनमा आयोजित बुद्ध जयन्ती समारोह सम्पन्न भएको छ। भनिन्छ हाम्रो शरीर मन र वचनले शुद्ध कर्म गरिरहनुपर्छ, जगदै सदैव उज्यालो देख्छौं। हामीले सकभर बुद्धको पञ्चशील पालना गरौं। प्राणी हिंसाबाट टाढा रहने, झुटो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, मद्यपान नगर्ने पञ्चशीलभित्र पर्दछ। करिब 2600 वर्ष अगाडि भगवान बुद्धको जन्म हुनुभएको, 35 वर्ष लामो कठोर तपस्या पश्चात मोक्ष ज्ञान प्राप्ति भएको र महापरिनिर्वाण हुनुभएको मिति एकै तिथिमा पर्दछ। यसलाई सागा दावा भनिन्छ। विश्वको अग्लो सगरमाथा र भगवान बुद्धको जन्मभूमि भनेर नेपाल र नेपालीलाई चिनाउने भएकोले यो हामी नेपालीहरूको पहिचान ऐतिहासिक महत्त्वको प्रतीक हुन्। नेपाली समुदाय र बौद्ध मार्गीहरूले नेपाली समुदाय र बौद्ध धर्मावलम्बीहरूले यसलाई पर्वको रूपमा मनाउँदै आइरहेको छ। यसैको संरक्षण र सम्वर्धन स्वरूप यो कार्यक्रम आयोजना भएको हो। विभिन्न देशहरूमा बुद्ध जन्म जयन्ती मनाउने आफ्नै परम्परा छ। दक्षिण कोरियाले मे 5 तारिक सार्वजनिक विदासँगै विविध कार्यक्रमहरू आयोजना गरी मनाइसकेको छ। साथै करिब 1200 वर्ष पुरानो प्राचीन कालदेखि नै मान्दै आएको यन्दुमै सन् 2020मा डिसेम्बर 16मा युनेस्कोमा दर्ता भएको 21औं अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत लोटस ल्यान्टर्न फेस्टिभल गत अप्रिल 26 र 27 तारिक मनाएको छ। त्यसैगरी नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरिया र कोरियामा क्रियाशील विभिन्न सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा दक्षिण कोरियाको धार्मिक पर्यटकीय स्थल योङिनको वाउजङसा गुम्बामा पनि बुद्ध जन्म जयन्ती समारोह कार्यक्रम आइतबार सम्पन्न भएको छ। यो पर्व नेपालमा सार्वजनिक विदासँगै आज वैशाख पूर्णिमाका दिन 29 गते सोमबार विविध कार्यक्रमहरू गरी बुद्ध जन्म जयन्ती र उभौली पर्व मनाउँदैछ। अन्त्यमा पुनः 2569औं बुद्ध जन्म जयन्ती र उभौली पर्वको पावन अवसरमा सम्पूर्ण प्राणी जगतको हित र मानव जातिको सुख शान्ति समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै अर्को सामग्रीमा भेट्ने बाचासहित बिदा हुन चाहन्छु। यहाँको समय शुभ बितोस्। हस्, धन्यवाद, नमस्कार।